हिजो मिति पुस 27 गतेका दिन नेपालको गायक तथा नायक र इन्डियन आइडलको गायक प्रशान्त तामाङको निधन भएको खबर मैले सुने। सुरुमा हेरेर त फेक जस्तै लाग्यो न्युज, तर होइन रहेछ, साँच्चीकै रहेछ। उहाँलाई चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। उहाँको गीत, उहाँको फिल्म अमर नै रहनेछ। जुन मैले पनि फर्स्ट फिल्मका रूपमा उहाँको फिल्म होइन, मेरो लाइफकै फर्स्ट फिल्म मैले गोर्खा पल्टन हेरेको थिएँ ल्यापटपमा। एकजना दाजुले देखाउनु भएको थियो, त्यो अझै याद छ। त्यहाँ यति दुःख लाग्दो छ कि त्यो फिल्ममा त्यस्तै भएको छ। उहाँको जीवन हाम्रो माझ नरहे पनि उहाँको फिल्म, उहाँको गीतहरू अमर रहनेछन्। उहाँलाई धेरै सम्झेको छु होइन। उहाँ मेरो फेभरेट नै हो होइन। फर्स्ट फिल्मको रूपमा हेरेको फर्स्ट हिरो उहाँ हो होइन। मैले हेरेको उहाँ नरहे पनि उहाँलाई चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र उहाँको आत्माले शान्ति पाओस् भन्न चाहन्छु।